के तपाईलाई थाहा छ स्तन क्यान्सर विश्वमै महिलामा हुने क्यान्सरको प्रथम नम्बरमा पर्दछ भने महिला र पुरुष दुवै जोड्दा यो दोस्रो नम्बरमा पर्ने गर्दछ। नमस्ते, म डाक्टर सबिन कुमार घिमिरे, जनरल सर्जन। स्तन क्यान्सरका लक्षणहरू के हुँदा रहेछन् त्यसको बारेमा आज हामी सानो छलफल गर्न गइरहेका छौँ। यसका लक्षणहरू यस प्रकार छन्। 1. स्तनमा गाँठो वा बाक्लोपन महसुस हुनु। 2. स्तनबाट रगत मिसिएको तरल पदार्थ निस्कनु। 3. स्तनको आकार, रूप तथा बनावटमा परिवर्तन हुनु। 4. निप्पल भित्रतिर फर्किनु। 5. छालामा डिम्पल पर्नु। 6. छालामा सुन्निएर सुन्तला जस्तो देखिनु। 7. काखीमा गिर्खा महसुस हुनु। यी मध्ये कुनै पनि लक्षणहरू भएमा नजिकैको सर्जन वा स्तन विशेषज्ञलाई तुरुन्तै गएर देखाउनुहोला। हरेक महिना ऐनाको अगाडि बसेर स्तनको आफै जाँच गर्ने बानी बसालौँ। स्तन क्यान्सरबाट आफू पनि बचौँ र अरूलाई पनि बचाउँ। धन्यवाद।